एमाले भनेको बाहिरै सूर्यमा ठ्याम लाएर हिँडेको मान्छे हो। अहिले आएर यिनीहरूले चाहिँ बडा धोका दिए। एमाले त्यस्तै, काङ्ग्रेस त्यस्तै, माओवादी त्यस्तै, जुन पार्टीहरू अब यी नयाँ निक्लेकालाई त पुरै नगरौँ, यी त बच्चा हुन्। अब कोही छुट्टिएर गए एमालेबाट, ती माधवी माकुने भन्छन्, छुट्टिएर गए। त्यस्ता दोग्लालाई त अब पुरै नगरौँ। तर अहिले आएर सबै कुरा देख्दाखेरि यो गणतन्त्र होइन, यो गाणतन्त्र रहेछ। हामी हेर त यो मरुभूमिमा हेर यसरी घुमिया छौँ, यस्तो गरिया छौँ, दुःख गरिया छौँ, रेमिटेन्स पठाएका छौँ, तिनले बसेर खाएका छन्, चिल्ला गाडी यहाँ कुदिया छन्। हाम्रो घर यस्तो छ, बस्ने ठाउँ, यो दुःख तिनले देख्छन्। चप्पल पड्काएर आए, डडेलधुराबाट झापाबाट चप्पल पड्काएर आए। हामी त जेल बसेको, मेरो त राजाले दुःख दिएको, जिउरो काटेको। तिम्री आमाका फुक्काना हो, तिमीले त्यस्तो भन्न मिल्छ? राजावादी भनेको राजावादी हो, राजाले गर्छ त्यसको काम। राजालाई यिनीहरूले पर्गले काम। तर राजतन्त्र आयो भने देशको विकास 100% हुन्छ। हामी यसरी विदेश हिँड्नु पर्दैन। राजापाला कोही नहोथे, कोही पनि नहोथे। अरू के सोध्न छ तिमीलाई? ओके हजुरको कुरा सुनेर मलाई बहुत खुसी लाग्यो।